माता पाथी भराको अब हाम्रो चाहिँ यात्रा पाथी भराको है। आज हिँड्दै हिँड्दै पाथिरासम्मको हाम्रो दर्शन हुँदैछ। यति बेला चाहिँ हाम्रो 25 जनाको ग्रुप पाथिभरा जाने तयारी पूर्ण गरेर हामी तोकु डाँडामा तयारी लगाइसकेर हिँड्ने तयारीमा थियौँ। हाम्रो टोली पाथिभरा प्रस्थान गर्दैछ। हामीसँग अध्यक्षज्यू ल है टोलीहरू। पाथिभरा चाहिँ हिँडेर पनि जान सकिन्थ्यो र गइन्थ्यो। तदनुसार हामी फेरि सर्टकट बाटो यतिखेर चाहिँ हामी तोकु डाँडाको शनिबारी हटियाबाट सिधा उकालो सानो गोरेटोबाट सुकेटार निस्किने गरी हामी उकालो लागिरहेका छौँ। यतिखेर चाहिँ हामी मुदिङकोकमा पुगेर औपचारिक रूपमा चाहिँ अब यात्रालाई कसरी सफल पार्ने भनेर छलफल गरिरहेका थियौँ। यति बेला चाहिँ हामी मविन्द्र कस्तो भएछ यात्रा? सकिएला जस्तो छ? टुप्पा पुग्नु सकिनु पर्ने के रे सेतो भेला के भयो साथीहरू चढ्दैछन् उकालो। अब चाहिँ पसिना निस्किने बेला हुन आँटे है। यहाँ अध्यक्षजी हुनुहुन्छ। ल है साथीहरू बिस्तारै स्टामिना मिलाएर चढौँ है उकालो। राम्रो छ है, राम्रो छ है। ल गुनास फुलेको छ, पाथिबाट आउने सिजन भएको छ। हामी चाहिँ टिममा यसरी जाँदैछौँ होइन केटा हो, ठिक छैन? तर पैदल यात्रामा अब हामी सुकेटार नपुगिकन स्यालाकै होला जस्तो छ। कहिले छैन त ल किप इट अफ ल साथीहरूले थकान मेट्दैछ नि यहाँनिर। साह्रो पऱ्यो क्या हो है। अब बिस्तारै उठेर लाग्नु है। आनन्द छ नि, गुनास मजाले फुलेको छ। यात्रा आनन्दमय छ। प्रकृतिको अवलोकन गर्दै होइन, डाँडा काँडा हेर्दै हावा खाँदै। गाह्रो पनि भइरहेछ, मजा पनि आइरहेछ होइन सबिन? कस्तो भइरहेछ केटा हो यात्रा? सबै आइसक्यो ल। माथि पुगेको टोलीहरू सानो पाथिभरा यहाँ चाहिँ यो चाहिँ कहाँ छ भन्दा सुकेटादेखि मुनतिर, ताप्लेजुङदेखि मासतिर। अनि यो चाहिँ माथि पाथिभराको डाँडा पुग्न नसक्ने मान्छेले चाहिँ यतै पूजा गरेर फर्किने गर्छन् कसैले चाहिँ। सुकेटार पुगेपछि केटाहरू तेर्सो आएन, आनन्द हुन्छ अब हेर। खै अरू कहाँ भयो? खाजा खाने चल्दै पाथिभरा माता। सुकेटारमा खाजा खाइसके पछाडि केटाहरू टन नभएर मस्तसँग उकालो लम्किरहेका छन्। यतिखेर चाहिँ उकालोमा चिटचिट पसिना अनि भोकले हैरान भइसकेको केटाहरूलाई यहाँ खाजा खाएपछि सके पछाडि चाहिँ अब एकैचोटि काफ्ले पार्टी पुगेर खाने गरी लाग्दैछ। पाथिभरा जाने बाटो चाहिँ यस्तो छ। धेरै तीर्थयात्रीहरू दिनमा हजारौँ तीर्थयात्रीहरू आउँछन्, तर यसरी बाटोमा यसरी धेरै शास्ति भोग्नु परेको, बाटोको स्थिति धेरै खराब भएको हुनाले धेरै तीर्थयात्रीहरू दुःख भोग्नु परेको अवस्था हामीले देख्यौँ। र यो देख्दै गर्दाखेरि हामी ताप्लेजुङवासी भएकोमा धेरै दुःख लाग्यो र सम्बन्धित निकायको एकदमै धेरै ध्यान जानुपर्ने जस्तो देखिन्छ। उकालीको चौतारी धनकुटा डाँडा बजार जौकन्छी बिस्तारै छैन हता। यसरी हामी साथीहरूसँग एक आपसमा रमाइलो गर्दै गीत गाउँदै यात्रालाई अझै धेरै रमाइलो र स्मरणीय बनाउँदै अगाडि बढिरहेका थियौँ। तर हाम्रो यात्रा केवल रमाइलो गर्नु मात्र थिएन, हाम्रो ताप्लेजुङको प्रसिद्ध तीर्थस्थललाई प्रमोट गर्नु र यहाँको महिमालाई
गरिमालाई गाउन पनि थियो, यहाँको अवलोकन गर्न पनि थियो र तीर्थयात्रा समेत गर्न थियो। यति बेला चाहिँ हामीले बाटोमा फसिरहेको कसैको बसलाई एकदमै सबै साथीहरूसँग लागेर ठेलिरहेका थियौँ। हामी हिँड्दै आएको बजारदेखि फुङलिङदेखि। बाटोले गर्दाखेरि तीर्थयात्रीले भोग्नु परेको दुःख यहाँ हामी स्पष्ट देख्न सक्छौँ। बाटोभरि घाटीहरू फसेको, घाटीहरू बिग्रिएर बसेको स्थितिहरू देख्न सकिन्थ्यो। खै गऱ्यो नि केटाहरू होइन गल्यो सिमी पुग्न लाग्यो केटा नवीन कस्तो भइरहेको छ केटा लाग्यो अब तल्लो फेरि गएर टक्क भात खाने हो। 17.5 किलोमिटर हिँडेर हाम्रो टोली काफ्लेपाटी पुग्छ र साँझको खाना खाएर आराम गर्छौँ। यहाँ नै बलु किन्छ काफ्लेपाटीदेखि टोली माथिल्लो फेदीतर्फ 4 बजी नै उठेर हिँडिसक्यो। लु जय पाथिभरा माता, जय पाथिभरा माता। यसरी हामी चाहिँ पानी पुरी पछाडि चाहिँ झै बादल नगरिकन माताको दर्शन गर्न हामी कहाँ पुग्यौँ हो। माथिल्लो फेरि कटेर पनि निकै माथि पुगिसक्नु होइन त साथी हो। जय पाथिभरा माता, जय हो। जय जय हे पाथिभरा माता, गाइरहन्छु म सधैँ तिम्रो भाका, मानवहरूको रक्षक तिमी हौ। माता कि जय होस्, तपाईँहरूको पनि जय होस्। सबैजना पुग्न लाग्नुभयो, पुगिहाल्नुहुन्छ। अब के हो यो भाइ, हिउँ पर्यो पुग्न लाग्यो है। अब यस्तो छ बिहानै हो पाथिभरा जाने बाटो जस्तो हुन्छ। तपाईँ कोही दर्शन गर्न आउँदै हुनुहुन्छ भने चाहिँ नि अब यो पानी परिरहेको छ, होटलहरू प्याक छ, सम्पर्क गरेर आउनु होला होइन। बिजोक भइन्छ होइन काका, ठिक हो, पाइँदैन, निन्द्रा पुग्दैन, जाडो छ होइन काका, त्यस्तो छ। पाथिभरा माताको यहाँ सबैको जय होस्, पाथिभरा माताको पनि जय होस्। पाथिभरा माता की मुकुन्द मामाको माता पाथिभराको हामी सबैजनाको जय होस् है। अहिले चाहिँ हामी कहाँ पुग्यौँ हो? पाथिभरा ठ्याक्कै पुगिसकेको छ गेटमा, यही ठुलो गेटमा। अब केटाहरू सबैजना आइपुगिसकेको छन् होइन।
मुकुमनुङ युमामाङ पाथिभरा माताको दर्शन गरिसके पछाडि सबै साथीहरूसँग अब फर्किन तयारीमा थियौँ। यति बेला चाहिँ हामीले दर्शन गरिसकेका छौँ। आज चाहिँ मेरो बर्थडे पनि थियो, साथीले बर्थडे विस गरिरहेको छ। अन्त्यमा हामीले सुरुवाती चरणमा यात्रा सुरु गरेको मलिङकोकमासम्म फर्केर आयौँ। यात्रा हाम्रो मन्दिर दर्शनको कार्यक्रम सकेर अन्ततः हामीले हाम्रो यात्राको समीक्षा छलफल गऱ्यौँ। सबै साथीलाई एक आपसमा धन्यवाद दियौँ। यात्रा सफल भयो भन्ने हिसाबले थोपछोटि हामी छुट्यौँ।